वेलकम ब्याक टु आवर न्यू ब्लग र आज हाम्रो ब्लगको विषय छ के अरे अमिले चोर्न जानु लाग्यो चोर्न त होइन चोर्ने गाड्न जान्ला नसोधिकिने टिप्ने त्यो चोर्ने भन्दैन चोर्ने भनेर सम्पत्तिको नाश हुनु हो हामी त सम्पत्तिको नाश गर्न हिँडेको होइन त्यो देखाउन मुन चन्द्रमा आज मिठो लाग्छ भोलि पर्सितिर पूर्णिमा छ अनि किसे पूर्णिमामा केटी भेट्न जाने भने राखेको त्यस्तै आकाश पनि मिठो छ चोर्न त दुईजना गयो खाने चाहिँ छजना खाने क्या हामी सातजना घरमा मासु पार्दा पार्दा अमिले खाना जाने होइन मान्छे भेटियो होइन अब सोधेर जानु पर्यो अब मान्छे होइन कि चिया जाने यहीँ गएको भन्ने यस्तो कता खतरा मिठो बनाउँछ त अहिले त अब मैले कस्तो मुख चुम्मिएँ क्या त्यो सम्झना दिदीहरू खाएको अनि दुई पिस मात्रै खाना पाकेर यत्रो टुक्रा मुखै चुम्मिँदै सोच्छु त हामी मामाहरू के अरे बुढो मावलीमा ब्लग हो क्या बुट्टा बुट्टा यता हो चनी बाटो छ नि यताबाट चनी हो नि हजुर ठुलो अमिलो आउँदैन म देखिएन क्या ल हाम्रो बुट्टामा चनी मान्छे यो हामी यहाँ चोर्न गइरहेको अमिलो एमा आज मैले किस्मतले दाइसँग बनाउने छ हेर्न सक्नुहुन्छ गाइस किसेको चाक पनि देखिएछ मस्तले आइ टिपेर भ्यायो कि यार उहाँ छ हामफाल्ला ट्याप्पा टिपेर अमिलो त रहेछ होइन तर हामीलाई अब यस्तो त्यहाँ एउटा जानुपर्ने हुन्छ दिमाग लगाएर किनकि दिमाग होइन होस गरेर जानुपर्ने हुन्छ किनकि हामीलाई यहाँ दिमाग लानु पर्दैन होस् सर्प पनि हुनसक्छ सर्प त हुन्न पाहाडमा खासै हुनसक्छ अघिदेखि काँडा हेर्न सक्नुहुन्छ गाइस यो काँडा ठ्याक किसेको चाकमा हाल्दैन कस्तो ढङ पर्छ होला यो राति अमिलो चोर्न खाने खै किसे देखिएन त अमिलो वाउ ब्युटिफुल अमिलो पनि ब्युटिफुल छ यार डन्न खोज्ने एउटा ढ्याम माने आराम एउटा मैले टिपिसकेँ अब यता ढाल्न यता बल्ल टिप्यो ओके ल मैले यहाँ अब अर्को टिप्न गइरहेको छु हाँगा चुनालाई काँडा गोप्यो ओके होइन चिथारे मात्रै त्यस्तो साह्रो गोप्यो होइन तर फाल्न हुँदैन तर मैले फालिसकेँ ए अमिल चोर गाइस हेर्नु यहाँ रहेछ ठुलो एकदम ठुलो मैले अमिलो पाएँ होइन एकदम ठुलो बडावाला यो चाहिँ एकदम मिठो हुनेवाला छ एकदम मिठो एकदम यो चाहिँ मिठो हुनेवाला छ एकदम स्पाइसी ल एउटा अमिलो आयो मैले दुईटा फालिसकेँ तर उसले एउटा मात्रै पाएको छ ए अर्को अमिलो खै त ल खै उसले अब मलाई यहाँबाट लौटाउन सक्छ किनकि उस बत्ती यता रहेछ अमिलोलाई मात्रै फोकस गरेर तर मेरो ज्यानको माया रहेछ उसलाई काँडा कस्तो छ तर म उता पुग्न सकेन क्या तर हामीले के गर्नुपर्छ भन्दाखेरि तिमी यस्तो यता आएर बत्ती बालिदिनु पर्ने हुन्छ रुकै यहाँ कपडा फोहोर हुन्छ भनेर के अरे झ्याङ रहेछ क्या यता होइन तिमी त्यहीँ होस् यु इङ्ग्लिस बोल्नै आउँदैन के गर्ने अब छिङचुङ होङ छिङछाउ फाडै छौ यसरी बोल्ने ए के बोलेको त्यस्तो राम 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 यो क्लिप कट हुन्न है हुन्न म सोझो मान्छेलाई आज बिगार्नु थाल्यो त्यो भिडियोले गर्दा यो गरेको म यहाँ तल जान्छु फेरि ल हाम फाल्यो अमिलोको लागि आफ्नो ज्यान ए मोला त तलियो होस् म यताबाट भिडियो गराउँछु अमिलोले जान्छु त्यहाँ ल हेर्न सक्नुहुन्छ कत्रो ठुलो अमिलो दुईटा अमिलो पाइसकेको छ हामीले एउटा ठुलो छ एउटा अरू त स्टकमा राख्ने ल आफ्नो ज्यानको जोखिम तल भिड छ आफ्नो ज्यान जोखिममा राखेर हाम्रो किस्मत चाहिँ किस्मत मल्ल ठकुरी अमिलोको प्रयासमा ल एउटा अमिलो टिप्न सफल हुनेको छ किस्मत मल्ल ठकुरी कतिवटा खाने अझै एउटा टिप त्यसपछि भइहाल्यो तिनवटा त बनाउने होला नि म गोजीमा हाल्छु मेरो गोजी ठुलो रहेछ गोजीमा अटो रहेछ मेरो गोजी सानो छ अमिलो पनि अटो यार ल किस्मत सेन ठकुरीको निकै नै ठुलो प्रयास उहाँले आफ्नो ज्यान जोखिममा हालेर अमिलो टिप्ने प्रयास
गरिराख्नु भएको छ यो न्युटनको ल लगाएर यहाँ प्रयोग गर्दैछु र म पनि तल गएर कृष्णसेन ठकुरी मल्ल ठकुरीको भिडियो गराउने छु मैले यहाँ न्युटनको ल लाउँदै यहाँ पकाउनु लाग्छु लु न्युटनको ल रुक न म आएपछि लगाउँछु ल के अरे लग कुनै लको नाम थाहा भने एउटा ल हो यो साइन्सकै ल हो तर यहाँ मैले एउटा न्युटनको ल हो के को ल के इच एन्ड एभ्री एक्सन देयर इज एन इक्वल एन्ड अपोजिट रिएक्सन भन्दैछ तलतिर खस्लास फेरि त्यही ल हो त्यही ल तलतिर खस्लास फेरि बुटाको एक्सनले ओके अब यहाँ हामीलाई यहाँ सावधानी अपनाउनु पर्ने हुनेछ यहाँ सर्को पनि हुन सक्छ अब यहाँ ए आबी काट्न पनि सक्नेछ त्यसैले हामी ल सेफली यता ल्यान्डेड भइयो ल ल तपाईँले चोरी गर्न कस्तो लाग्यो यता त एकदम राम्रो भेरी गुड तपाईँको नाम मेरो नाम किस्मत नाइ नाइ तपाईँको नाम मेरो नाम भाग्य न्यौपाने के भयो त कुरोमै कुरो होला यार तेरो म झाडीमा हो मेरो हिजो भर्खर कति 10,000 को टी सर्टमा एकदम ब्रान्डेड थाइल्यान्डको माल थाइल्यान्डको माल यहाँ कुरो लगाएको छ मैले पनि थाइल्यान्डमा केल्मी तर गाउँमा आएपछि यस्तै हो गाउँ रमाइलो हुन्छ तर एल्डास ए टिकटक हो गाउँमा चाहिँ रमाइलो हुन्छ ओए भैँसी कसैले नभने हामीले अमिल चोरेको नभने तँलाई पनि दिन्छु अहिले एउटा बोक्रा वाउ आज भोलि पूर्णिमा त्यसैले आज एकदम मिठो लागिरहेको कति तिमीसँग कतिवटा मसँग 2टा अमिलो भयो गाई ल किसेसँग 2टा कपडाको सत्यनाश भएको छ किसमस कपनास त म यहीँ ल्याएर काठमाडौँ जानु भनेको तर के गर्नु अब र हाम्रो अमिलो चोर्ने प्लान सक्सेसफुल भएछ किनिहाल नि त युट्युबमा हालिदिन्छु म त बिना कटको हुन्छ ए सरी झरिसकेको छ यहाँ अमिलो बिना कटको है त फेरि ठ्याक्क 6 मिनटको भइरहेछ ल किस्मत मल्ल तपाईँले के भन्न चाहन्छ अमिलो बारेमा म के भन्न चाहन्न अब गएर अमिलो काटेर खाने अब अहिले अमिलो खाएको पनि भिडियो हाल्नुपर्छ अमिलो खाएको भिडियो हाल्नु पर्ने अब हामी मिसन के भन्छ बल्ल यस्तो गरौँ के अमिलो देखाऊँ कि तर कन्टेन्टको लागि एउटा पोस्टर चाहियो नि यस्तै ल भुइँमा राख्छ ल हाम्रो अमिलो मिसन अमिलो चोर ल यसरी बस्न यस्तो गरेर यस्तो बस्न यस्तो गरेर तिमी बस्छ तिमीले कहिले तिमी ल म भिडियो गराउँछु ल म क्यामेराम्यान है अब ल बल्ल तिमीले युट्युबमा गएर स्क्रिनसट हाल्नु ल ल हाम्रो ए सरी उसले मलाई दुःख दियो यार ए दुइटै होइन किन किनकि तिमी मेरो क्यामेराम्यान बनिरहेको छौ आज भन्ने ल पहाडको भ्यू त तपाईँहरूले देख्न सक्नुहुन्छ दर्शकबिनहरू भइरहेको तराईमा बस्ने देशीलाई के छ पहाडी भ्यू आज अलिक कालो छ गङ्गु जस्तै बाटो निकै नै अप्ठ्यारो छ हामी मेन भर्सेस वाइल्ड खेल्दै आफ्नो ज्यान जोखिममा राखेर अमिलो टिपेर यति प्रयास गरेर यो 5 जना भुक्कडहरूलाई खुवाउन प्रयास सफलता सर्बो गइसकेको छ अनि हामी आफ्नो बाटो लाग्नुपर्ने हुन्छ अब हामी गएर हामीलाई धेरै टाइम छैन हामीलाई यता के अरे मासु खान जान्छ पाडाको मासु खसीको मासु पाडाको मासु खसीको मासुमा खानको लागि इन्भाइट आइसकेको छ तर हामीले यहाँ अब अमिलो खाना भनेर पर्खिरहेको छ त्यसैले अब मैले दिदीलाई सिकाउनु पर्ने हुँदैछ कसरी काट्नु हुन्छ होइन म भिडियो राम्रो काटेको नि हामी अमिल चोर्न सफल भएका छौँ लाइसेन्स छ कि हामीसँग सोध्ने पनि ल लाइसेन्स हामी फाइनली आइसकेको ए 5वटा भएछ त हजुर होइन दुईटा राख्नु पर्ने हुनेछ हामीले 3टा काट्न अहिले पुगेन भने फेरि काट्नु पर्ने 3टा काट्ने ए मान्छे कतिजना हजुर कति हामी सेम छौँ र छैन सेम त यो म जस्तो कहाँ म यस्तो छु र छ्या तर म लास्टै हेन्सी सुरु गरेको होइन म भन्दा राम्रो हो तर त्यो त म काठमाडौँमा हजुरको छोराको माइज हजुरको छोराको पछि लाएर कस्तो भएछ त्यो त यहाँ पालमा लुक्न आएको नि केटी पछि लाएर धेरै अहिले उस्तो गरेर घरै खोज्न आउँछ हेर्नु न
भएर पछि लाएर यहाँ पाल्पाल लुक्न होइन होइन म त कोही नलाएर बल्ल पाल पाएको बोलीले नचिन्नेको हिसाबले जस्तै लाग्यो मलाई त। यो कुरा दिजुलिङ पुगोस् है मैले भनेको होइन होइन मलाई गरेको यो त अमिलो काट्न पनि मार हान्नु सरी नि यो ढिलो हुन्छ कि यति मेल गरौँ भिडियो फरक हैरान परेला भिडियो फरक